सम्पूर्णमा नमस्कार, जय मानव सेवा। मेरो नाम चाहिँ सुमिरा लामा हो। सुमिरा लामा मकवानपुर हेटौडामा बस्नुहुने बुवा सुनिल लामा र आमा विष्णु लामाकी कान्छी छोरी। सायद कान्छी छोरी भएकै कारणले गर्दा होला, या अरूभन्दा धेरै माया पाएकोले होला, या उनलाई छोरा जस्तै गरेर हुर्काएकोले होला। उनी अलिक कडा, स्वतन्त्र मन पराउने र अलिअलि जिद्दी पनि थिइन्। चाडपर्व, मेला, कन्सर्ट जहाँ रमाइलो र साथीभाइ हुन्थे त्यहाँ उनी पुगिसक्थिन्। सायद यस्तै कारणले गर्दा होला सबैले उनलाई पुतली भनेर बोलाउँथे र यो नाम अझै पनि उनलाई पछ्याइरहेको छ। उनको शिक्षा श्री चन्द्रोदय माध्यमिक विद्यालय हेटौडाबाट सुरु भयो र 12 कक्षासम्म उनी त्यहीँ पढिन्। शैक्षिक रूपमा उनी कहिले टप विद्यार्थी थिएनन्, तर सबैको मनमा बसेकी थिइन्। त्यो मुस्कान, त्यो ऊर्जा, त्यो फरक केटी शिक्षकहरू अझै सम्झिन्छन्। मानव सेवा जस्तो ठुलो धर्म त कुनै छ जस्तै लाग्दैन मलाई। त्यति ठुलो धर्मको लाइनमा उनी कहाँबाट कसरी त्यतातिर प्रवेश गरिन् त्यो पनि थाहा छैन, किनभने हामीले त्यसरी उनलाई त्यता गाइड गरेको, त्यता लिड गरेको होइन। हामी आफै सकिरहेका छैनौँ। हामी घर गृहस्थमा यसरी बाँधिएर बसेका छौँ, यसरी उल्झेर बसेका छौँ कि हामीले त्यति पुण्य काम गर्न सकेका छैनौँ। उनलाई कहाँबाट त्यो त्यसरी सम्पर्क बन्यो, तिनी त्यसरी त्यतापट्टि जोडिन पुगिन्, अचम्म लाग्छ। यो हुन त म पूर्वजन्मको संस्कारमा विश्वास गर्छु क्या। पूर्वजन्मको संस्कार नै त्यस्तो थियो होला, उनको कर्म त्यस्तो थियो होला, त्यसरी त्यतापट्टि जोडिन पुगेर आज यो हाइटमा उनी पुगेको हामीले थाहा पाउँदाखेरि असाध्यै गर्व लाग्छ, असाध्यै महसुस हुन्छ। किनभने हामीलाई त कसैले चिन्दैन। अब सुमिरा लामालाई त करिब नेपालले चिन्छ है। त्यसो भएर अनि कुनै बेला सुमिरा लामाको टिचर थियौँ रे, हामीले पढाएका थियौँ अथवा यही स्कुलमा उनी पढेकी थिइन्। साँच्चै असाध्यै धेरै गर्व लाग्छ। यो मलाई मात्रै होइन, मैले सिङ्गो शिक्षक, विद्यार्थी र यो समुदायको बोली बोलिरहेको छु भन्ने मलाई लाग्छ। उनको मानव सेवाको यात्रा आकस्मिक रूपमा सुरु भयो। ब्याचलर पढ्दै गर्दा एक दिन साथीले ज्ञान हस्तान्तरण नामको सानो कार्यक्रममा भाग लिनको लागि फारम भर्न जाउँ भनिन्। उनलाई लाग्यो सर्टिफिकेट पाइन्छ, भोलिको दिनमा विदेश जान होस् या कतै जागिर खान होस्, त्यो सर्टिफिकेटले काम दिन्छ। यही सोचेर सिर्फ एक सर्टिफिकेटको लागि भनेर गएकी थिए मानव सेवा आश्रमले सञ्चालन गरेको ज्ञान हस्तान्तरण कार्यक्रममा। तर त्यही दिनदेखि नै उनको जिन्दगीले मोड फेर्यो। 7 दिनको ज्ञान हस्तान्तरण कार्यक्रमसम्म कसरी बस्न सक्छु होला भनेर छिरेकी सुमिरा अचम्मसँग ज्ञान हस्तान्तरण कार्यक्रमपछि उनी आश्रममै सेवा गर्न थालिन्। जीवनमा कहिल्यै सामान्य खाना पनि पकाउन नजानेकी त्यो अल्लारे केटी अचानक आश्रममा भान्सादेखि बाससम्म, दुःखदेखि सुखसम्म, आँसुदेखि हाँसोसम्म हरेक सडक आश्रित मानवको आशाको केन्द्र बन्दै जान थालिन्। 7 दिन पनि काट्न सक्दिन भनेर सोच्ने त्यो केटी आज 9 वर्षसम्म पनि आश्रममै बसेर सेवा गरिरहेकी छिन्। हेटौडा, चितवन, काठमाडौँ र बागलुङसम्म सेवा गरिन्। बागलुङमा त 5 वर्ष बिताइन्। सिर्फ संयोजक होइन, सयौंको आमा बनिन्, दिदी बनिन्, छोरी बनिन् अनि मिस पनि बनिन्। माया, प्रेम, स्नेह खनाएर कसैको जीवनको आशा र भरोसाको किरण बनिन्। र कहिलेकाहीँ आश्रममै जब कोही यो संसार छोडेर जान्थे र अन्तिम संस्कार गर्नुसम्म कोही आफन्त हुँदैन थियो, तब सुमिरा आफै अघि सरेर अन्तिम काँध दिन्थिन्। आजसम्म धेरै सडक आश्रित मानवहरूको उद्धार गर्ने, लालन पालनको व्यवस्था गर्ने, औषधि उपचार गर्ने, पारिवारिक पुनर्मिलन गराउने र आइलागेको खण्डमा अन्तिम संस्कार समेत गराइरहेकी छिन्। र यो सबै परिवर्तन केवल मानव सेवा आश्रमकै कारणले सम्भव भएको थियो। एक घटना सम्झिन्छन्। कुस्माबाट एक मानसिक रूपमा कमजोर महिलालाई सडकबाट उद्धार गरेर बागलुङ शाखामा ल्याइएको थियो। उनी गर्भवती पनि थिइन् र चाँडै नै सुत्केरी व्यथा लाग्ने बेला पनि भइसकेको थियो। उनलाई अस्पताल लगियो र त्यही रात 3 बजेतिर डाक्टरले सुमिराको हातमा एउटा नवजात शिशुलाई राखेर भने, तपाईको छोरी भएको छ। त्यही क्षण सुमिराको आँखाबाट आँसु झर्यो। उनी आमा बनिन्।
आफ्नै कोखबाट जन्मिएको नभए पनि उनी आज आमा बनिन्। त्यो क्षणलाई उनी कहिल्यै बिर्सिन सक्दिनन्। आज त्यो बच्ची उनीसँगै छ, आमा भन्छे र सुमिराकी एकदमै प्यारी बनी। नानीको हाँसोमा उनी आफ्नो मुटुको टुक्रा देख्छिन्। दशैं तिहार जस्ता पर्वहरू घरमा बितेनन्। आमा बुवाले यसपालि पनि नआउने भन्दा आफ्नो छेउछाउमा हेर्थिन्। यसतर्फ उनीसँग अरू नै आमा बुवा थिए, जुन समाजले बिर्सिसकेको थियो, जसलाई समाजले सडकमा फालिदिएका थिए। उनीहरूको सेवा गर्न भनेर बसेकी सुमिरा चटक्कै छोडेर कसरी घर जान सक्थिन् र? समय बित्दै गयो, आमा बुवाले पनि बुझ्न थाल्नुभयो। अहिले खुसी साथ भन्नुहुन्छ, हामीलाई गर्व छ हाम्रो छोरी मानव सेवामा लागेकी छे। उनी खुसी साथ भन्छन्, आज म जे छु आश्रमकै कारणले छु। मानव सेवा आश्रमकै साथ र सहयोगले आजको दिन देख्न पाएकी छु। उनी आश्रमलाई आफ्नो सोच र जीवन नै परिवर्तन गरिदिएकोमा मुरी धन्यवाद दिइरहन्छन्। पैसा पैसा भनेर मान्छेले बाबुआमा परिवार सबैलाई पैसालाई जोख्दा पैसा मात्रै ठुलो भन्छ। पैसा पनि चाहिन्छ, जीवन धान्न जीवनयापन गर्न त पैसा पनि चाहियो नि त। आफू बलियो भयो भने अरूलाई बलियो पार्ने हो, तर पैसै मात्रै ठुलो होइन। आफूले गर्ने काम के हो त? जन्मेपछि आफूले आफ्नो देश, आफ्नो समाज, सामाजिक काम के हो, मैले गर्ने काम के हो, मेरो दायित्व काम के हो, मैले गर्ने सेवा के हो भनेर सबै सन्तानले बिर्सिनु हुँदैन। आफ्नो परिवार, आफ्नो बाबुआमा, आफ्नो नातागोता सबैलाई हेरेर अगाडि बढेको छ छोरीले। त्यसमा धेरै गर्व लाग्छ हामीलाई, एकदम राम्रो। पहिला हिजो हाम्रो मात्रै छोरी थियो, अब अहिले उसलाई चिन्ने सारा संसार नेपालकै चिन्ने। नेपालकै छोरी, आश्रमको छोरी, अब अभियन्ता भएपछि त सामाजिक अभियन्ता भएपछि उसलाई धेरैले चिन्छन्। अब कसैको छोरी, कसैको बहिनी छ, खुसी लाग्छ, प्राउड लाग्छ। पहिला आफ्नो मात्रै छोरी थियो हाम्रो दुई परिवारको घरको, अब त अहिले देशकै छोरी भए खुसी लाग्यो।